जूको र यहाँको बेग्लै हो नि त। एउटै हो बाबु। बाबु कस्तो रामसाइली जस्तो आएको भिडियो। जलकुम्भी नफुल्ने खालको। त्यही तिमी छौ भएर त मलाई पक्रिरहेको छौ। तिमी छोरा त मजु अनि पछाडि म छु भने त यसलाई चाहिँ कहिले बोटिङ चढ्ने हो सिधो यहाँ गएको बच्चा छ है उता कहाँ छ गएको बच्चा? मगर गएको बच्चा कहाँ? कहाँ कहाँ भन्नु त उता उता मेरो गाँठ छ देखेँ मैले। म त देखेको छुइनँ। ऊ त्यो सानो। ए उता सानो बिचमा अझै देखिस्? मगरको है यो अझै देखिस्? यसको मम्मी ड्याडीको त मम्मी ड्याडी हन्टिङ। आशा त जस्तै छ। किन? शान्त। उसको मम्मी ड्याडीको त यही त हो होइन अनिल? यही त हो माया भनेको। दुईटै टेम्परेचर एउटै छ यो माया हो हैन हो। के गर्छ? पखन माछा निकाल्छु अहिले। लाग्छ किङफिसर हो। सिनहरू चाहिँ सोल्लै छ क्या। आस्नाको डर हराएछ, एलिनाको डर हरायो। डरले नबोलेको घोसे मुन्टो लाएर बसेको छ। धेरै हल्ली हल्ली डर लाग्छ मलाई त्यस्तो सानो सानो डर लाग्छ थाहा छ हामीलाई। मतलब के हो र तिमीहरू जस्तो छोड्छु अहिले मेरो ज्याकेट जान्छ। अब चाहिँ गई भेटिँदैन यता। लु सकिगयो नि मेरो काँधको हड्डी जान आँटिसक्यो। किन? उसले समातेर सिनो खाँदैछ। जाऊ त एलिना यताबाट कुद्दै कुद्दै। के हो त हेर त के हो त्यो? डियर हो। हो? हो। त्यसको गाडी छ खाना मरेको कि मारेको? त्यहाँ छेउबाट लगौँला हेर्दै जाऊँ। बाघले मारेको हो त्यो हरिण हो? होइन नि घोडा। डियर जस्तो हुँदैन यसले त्यसरी चिन्दिरहेछ। नउठाऊ के हो आकाश? देखेन? के हो त? घोडा जस्तो लाग्यो मलाई। डियर जस्तो हुन्छ अनि त्यो फुलेको हो जिउ फुल। मरेपछि फुल्छ नि त साँच्चै। अनि थाहा यस्तो हुन्छ डियर हो अर्को हुन्छ यस्तो यस्तो भयो कि हामी यतैको किनारीमा ओर्लिन्छौँ। ढुङ्गा ल्याउँ न यहाँबाट यही ओर्लिने हो अनि के गर्ने अरे? वासरुम किन जानु पर्यो वासरुम? जुका जुका वहाँनेरि मान्छेको अस्तित्व देख्दैछु म। एकजना मान्छे जाँदैछ क्यामेराले कैद गर्न सकेन। अहिले त जुम गर न अनि आउँछ होला। त्यहाँनेरि जुरेली चरा देखिरहेको छु। कहाँ है आयुष? त्यहाँ अगाडि। मैले देखेँ कहाँ देख्छु तिमी? उनीहरू गइसक्यो होला।
तिमीसँग बोतल फ्यालेको रहेछ कसले हो घर देखे जस्तो पनि लाग्छ मलाई कहाँ छ है घर यहाँ हुँदैन सर हामी यहाँनिर ओर्नेछौँ यहाँबाट चाहिँ नेचरवाक गर्दै गर्दै जान्छौँ हस् हाम्रो सफारी कस्तो होली नै मन लागेन झुन्डिरहेको नि त कहाँ खप्परमै छैन क्या घाम हेर्नको घामै निस्केन गइरहेला गैडा आएको गैडै निस्किँदैन तलतिर जान्छौँ त हिँड्दै अब किन हिँड्दैछ नआइ हुँदैन सोल्टी अझै हामी हिँड्दै हिँड्दै वाक गर्ने किन 2 घन्टा पार भइसकेपछि पनि बिचतिर के अरे के खैदै म्याप लिएर जाने नि त उता खोल्दै देख्न के अरे कसले भने मङ्गलबारसम्म बिदा भनेर अर्को मलाई कति लाग्ने अरे कलेज आजदेखि लाग्ने कुरा थियो हेर हामी पोखरामा एक दिन बढी बस्यौँ नि त ए आजदेखि चाहिँ लाग्ने कुरा थियो नत्र आज पुगिसक्थ्यौँ हामी घर अनि अब के गर्ने होटेल अरे उताबाट चाहिँ होला उसको गेट अनि होला मान्छे बस्छ कि बस्दैन यस्तो लक हो लक पहिला आउँछ अरे हौ राजाहरू ए अन्त भुट बनाउँदा जस्तो अनि भुतै त हो नि मान्छे मरिसके त कति हो मरिन्छ अँध्यारोमा आयो भने डरले अब घ्याचक्क हुन्छ पेलुङ है यस हाम्रो जैनेन निस्किँदैछन् ल आकाशजी अहिलेसम्म डरै देखिरहेछ ल पालै पिलो टक आउँदैछन् यता ग्रुपको फोटो खिच्दा आइ स्माइल प्लिज म घुमाउँदै लान्छु घरलाई त्यस्तो नलाउँछ त्यस्तो लगायो भने जनावरले हान्न आएको हरियो लगायो भने केही छैन कालोलाई दाइ कालो हजुर कालो यस अब यो ठुङ्गा चाहिँ तलतिर फर्किनलाई डबल टाइम लाग्छ है माथि फर्किनलाई हजुरलाई अलिअलि खाजा खान चिया खान दिनु जान्छ होइन भाइलाई पखान सँगै जाने हो त फोटो खिच्नु तिमीलाई रेकर्ड गर्दै गर्नु फोटोबाट भिडियोबाट निकाल्यो भाइ भने बाटो त एकैजनाले चल्दै रहेछ त त्यो गाडी कति दिनु यस्तो गर न सबले हाँस्छ दिएको छैन बोट हल्लिन्छ तिमीहरू हाम्रो बोटमा हुनु पर्थ्यो क्या केटीहरू वालामा म पागल हुन्थ्यो यो म्यान नचला न उत्सव लास्टै डरले
जान जाऊ न हौ माथि फर्किन डबल टाइम लाग्छ आशिष थापा पनि फाइनली ट्रेन छ तिमीहरूसँग बोलिए अलिकति पछि